काभ्रे जिल्ला निर्वाचन क्षेत्र नम्बर 2 को यो बाटोघाटोको यो दृश्य सरलाई बिस्तारै सर बिस्तारै लड्नुहुन्छ, बिस्तारै गर्नुहोस्। यो 2 नम्बर क्षेत्रको एउटा रोडको यो अवस्था छ। आदरणीय बाटो हिँड्छ झन् सर गाह्रो छ नेपालको स्थिति र यो परिस्थितिले गर्दाखेरि उम्मेदवारजी जितेपछि अब यो सबै राम्रो गर्नुपर्छ है। तपाईँको विकल्प यो राम्रो हुनेवाला छैन यो देशमा। यो मङ्गोल नेसनल अर्गनाइजेसनको चुनावी घर दैलोको क्रममा चाहिँ हामी यहाँ आइराखेका छौँ। आदरणीय दर्शकबिन, यो दृश्यमा तपाईँले देखिसक्नुहुनेछ यो चन्द्र सर 220 बाइक पनि चढ्न नसक्ने अवस्था। बिस्तारै है सर, बिस्तारै। अब यो सबै समस्याको हल भनेको मङ्गोल नेसनल अर्गनाइजेसन र सबै समस्याको हल भनेको चाहिँ कुखुराको भालेले मात्र सम्भव भएको कुरा पनि सबै हामीले मनन गर्न जरुरी छ। यो नम्बर 2 को आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूले यो परिस्थिति सिर्जना कसले गर्यो, यो हालत यो विश्वको नै एउटा सुन्दर भौगोलिक दृष्टिकोणले पनि अत्यन्त सुन्दर यो नेपालको हालत यो विगत लामो समयदेखि यो देशलाई नेतृत्व दिइरहेको विभिन्न यावत पार्टीहरू, म नाम लिन चाहेन, उहाँहरूको हजुर यो भएको कारणले यो सबै समस्याको हल भनेको यो देशको मूलवासी मङ्गोलको राजनीतिक दल मङ्गोल नेसनल अर्गनाइजेसन महामानव डाक्टर गोपाल गुरुङज्यू मात्रै भएको र उहाँले स्थापना गरेको पक्नुस् है दल भएको कारणले देशको भूमिपुत्रले स्थापना गरेको राजनीतिक दलबाट मात्रै सम्भव भएको कुरा पनि सम्पूर्ण यो क्षेत्र नम्बर 2 को आमाबुवा दाजुभाइ दिदीबहिनी मात्र नभइकन सिङ्गो काभ्रे जिल्लाको आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूले कुखुराको भालेमा मत गरी देशको नेतृत्व चाहिँ अब मङ्गोल नेसनल अर्गनाइजेसनबाट गर्नको निमित्त भोट हालिदिनु, भालेमा भोट हालिदिनु उहाँ भाइले चाहिँ तकडा कुदाएर लानुभयो। उहाँ चाहिँ मनोज भाइ हो। अन्त दाजुभाइ दिदीबहिनी, यो सबै समस्या भनेको मैले अघि अलिकति जाहेर गरेँ। यो विगतमा लामो समयदेखि रुल गरिराखेको यादव पार्टीहरूको एउटा पार्टीहरूलाई हामीले मत दर्ज गरेर उहाँहरूलाई शासन सत्तामा पुर्याइराखेको एउटा प्रतिफलको रूपमा चाहिँ हामी यो देशको नेपाली जनताहरूले चाहिँ पुरस्कार स्वरूप चाहिँ यस्तो हालत चाहिँ हामीले पाएका छौँ। सम्पूर्णले यो विषयलाई गहन मध्यनजर गरेर अबको समय भनेको चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनले यो देश हाँक्नेछ र यो सबै समस्याको हल यो राजनीतिक दलले मात्र गर्नेछ है भन्ने कुरालाई म तपाईँको माझमा यो भिडियो मार्फत राखेको छु। र यो भिडियो दुर्गालाल तामाङको एउटा फेसबुक पेजबाट, डिएसपी अनलाइन टिभीको पेजबाट र युट्युबमा गएर चाहिँ डिएसपी अनलाइन टिभी मार्फत तपाईँले हेर्न सक्नुहुनेछ, हेरिराख्नु भएको छ। र डिएसपी अनलाइन टिभीलाई सब्सक्राइब गर्नुहोला। डिएसपी यो फेसबुक पेजलाई पनि तपाईँहरूले फलो गरी र दुर्गालाल तामाङलाई पनि फलो गरेर यो भिडियोहरू समयमा तपाईँले यस्तो भिडियोहरू र सन्देशमूलक एउटा राजनैतिक धारणाहरू र एमएनओको विषयमा, देशको समस्याको विषयमा र हलको विषयमा तपाईँहरूले देख्न पाउने हुनेछ भन्दै यो क्षेत्र नम्बर 2 काभ्रे र अन्तिममा फेरि पुनः मङ्गोल नेसनल अर्गनाइजेसनको
कुखुराको भालेमा यो भालेमा मत दर्ज गर्नुहोला भन्दै यहाँ उम्मेदवार हाम्रो क्षेत्र नम्बर 2 को उम्मेदवार प्रशान्त तामाङजी के अरे उमेश तामाङज्यूलाई भाले चिन्हमा मत दर्ज गरी अत्याधिक बहुमतले विजयी गरिदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। हस्त जय मङ्गोल।